हेलो एभ्रिवान, हियर्स मी अमराज दामी र आज चाहिँ म के भन्न आएको भन्दाखेरि हैन। सो आज चाहिँ म चाहिँ आफ्नो एउटा व्यथा, आफ्नो एउटा कथा चाहिँ म सबैलाई सुनाउँछु हैन। र म अहिले हालै चाहिँ युएई मा छु हैन। युएई को जस अब रुममा यो चाहिँ मेरो बेड बस्ने चाहिँ यहाँ हैन। सो यहाँबाट यहाँ म बस्छु हैन। त्यसैले यहाँ राखेर चाहिँ मैले भिडियो बनाउनु आज चाहिँ, किनकि मलाई लागेको, मलाई भोगेको, म जे कुरा रियलिटी हो त्यही नै कुरा गर्छु हैन। त्यस्तो अरूलाई त्यो गफ जोड्ने, कुरा जोड्ने त्यो मलाई पनि अब आउँछ, तर त्यो चाहिँ भन्न मन लाग्दैन क्या, किनकि त्यो किन भन्ने जस्तो लाग्छ। सो मलाई चाहिँ यी चारजना व्यक्ति चाहिँ मलाई कहिल्यै यो मनदेखि नै छोड्न चाहन्न क्या। चारजना व्यक्ति हुनुहुन्छ क्या, जो मेरो लाइफको एउटा मोटिभेसनल, लाइफमा हर चिज सङ्घर्ष गर्दा अगाडि बढ्ने, अब सबै कुरामा साथ दिने, सपोर्ट दिने। मैले अहिलेसम्म म यत्रो भएँ क्या, म अहिलेसम्म यत्रो ठुलो भएँ, मलाई यत्रोसम्म हुर्काउने, बढाउने, मलाई साथ दिने, सपोर्ट दिने जतिजना छन् नि, मलाई यी चारजना छन् क्या मेरो परिवारमा हुनुहुन्छ क्या। मलाई एक नम्बरमा त मलाई जन्म दिने मेरो आमालाई, आमादेवी धामी, र दुई नम्बरमा मेरो बाबालाई, मलाई हर चिज साथ दिनुहुन्छ, सब कुरामा सपोर्ट दिनुहुन्छ, बिरमले धामी। सो उहाँलाई चाहिँ म कहिले बिर्सिँदैन। र जन्मसाथ आमा बाउले दिए, तर मलाई सङ्घर्ष, हर छेड, पढाइ लेखाइदेखि लगायत सबै कुराहरू चाहिँ मेरो दाइले दिनुभएको थियो, स्वर्गीय दाइ लोकेन्द्र बहादुर धामी। किनकि त्यो दाइलाई चाहिँ म यदि मान्छु कि हर चिज सङ्घर्ष, हर कुरामा सङ्घर्ष गर्ने बित्तिकै दाइलाई सम्झिन्छु क्या म। किनकि धेरै कुराहरू सिकाउनु भयो, धेरै कुराहरू बुझाउनु भयो, यति गरेको त्यो दाइले गर्दा म आजसम्म यहाँ पनि छु क्या, म स्थितिमा छु क्या। मलाई बाबुआमाले जन्म दिए, बस कर्म दिने भनेको मेरो दाइ नै थियो क्या, म यो पोइन्टमा मान्छु। र त्यसपछि पनि मेरो जब दाइको डेथ भयो नि, त्यसपछि पनि मैले लाइफमा यति हार मानिसकेको थिएँ कि त्यो आफ्नो एउटा यो दुनियाँमा नरहने स्थितिमा थिएँ क्या। म पागल हो क्या एउटा, किनकि नराम्रो कामहरू गर्ने भने नि अलिकति आफूले त्यो माइन्डसेटै के थियो, म यो संसारमा म बाँच्दिनँ, म जसरी मेरो दाइ गयो नि त्यसरी म पनि चाँडै जान्छु, यो जन्म र मृत्यु भयो भने चाहिँ अवश्य हुने रहेछ भनेर त्यो माइन्डसेट गयो। र त्यसपछि विगतमा लास्टमा चाहिँ जस म आफैलाई म उसको साथमा म अहिले यत्रो सफलताको हातमा छु। म सफलतामा पुगेर म अगाडि सङ्घर्ष, मेहनत गर्न पाएको छु, अगाडि संसार देख्न पाएको छु। तर त्यो भनेको चाहिँ मेरो एउटा प्रिय, मेरो जीवन साथी हो क्या, आशा कुमारी रोकाया। सो उसलाई चाहिँ, किनकि लाइफको एउटा मोटिभेसनल, लाइफमा चाहिँ जस कुनै टाइममा खुसी दिन्छु भनेर हिँडिरहेको छु क्या म। किनकि उसले गर्दा नै म आज यो स्थितिमा छु क्या, हर टाइममा। किनकि यति ख्याल गर्छन् कि बुढी भन्ने चिजहरू, जस्तै श्रीमती आफ्नो बुढी यति ख्याल गर्छन् कि हर टाइम कोहीसँग बोल्छन् कि या कोहीसँग केही काम गर्छन् या के गर्नुहुन्छ, सब कुरा यति केयर गर्छन् कि यस्तो नगर्नु, यस्तो गर्नु, म छु साथमा। त्यो फिल नै हुँदैन क्या। जो अरू केटीसँग अब जस्तै लभ पर्ने, अरू केटीहरूसँग बोल्ने त्यस्तो हुन्छ, त्यो फिल नै दिँदैन क्या। किनकि बुढी मान्छेले त्यो रियलाइज म गर्छु क्या। त्यही भएर यी चारजनाहरूलाई चाहिँ म लाइफमा म मरे पनि म कहिले पनि भुल्दैन क्या। किनकि मेरो सबै थोक भनेको चाहिँ उनीहरू नै हो क्या। मेरो लाइफको अहिलेसम्म म पैदललाई यहाँसम्म पुग्ने मेरो चारजना व्यक्ति हुनुहुन्छ। उहाँलाई एकदम मिस गर्दै हर टाइम उनीहरूको खुसीको लागि नै म सङ्घर्ष, मेहनत गरिरहेको छु जस्तो महसुस लाग्छ क्या। त्यही भएर I love my mom, I love my dad, I love my brother, and I love my lovely my heart. र चारजनाहरूलाई चाहिँ म कसैलाई बिर्सदिनँ। त्यही भएर लाइफमा सबैको आफ्नो एउटा मोटिभेसनल, लाइफको एउटा सबै कुरा सङ्घर्ष हुन्छ क्या। त्यही भएर लाइफ इज रियल। अब चाहिँ जस स्ट्रङ बनेर अगाडि जस सङ्घर्ष र मेहनतको प्रतीक्षा फल समाप्त गर्ने छु भनेर हिँडिरहेको छु। सो सफलता यस्तै छ, परदेशी लाइफ। सो यति नै थियो आजको लागि। थ्याङ्क यू सो मच एभ्रिवान। र फेरि हाम्रो नयाँ भिडियो फेरि अर्को पनि आउँछ, सर्ट भिडियोहरू हेरिदिनु होला, कस्तो लाग्छ तपाईँहरूलाई। सो थ्याङ्क यू सो मच। यो चाहिँ मेरो मेमोरीको लागि, यो रियल कुरा हो क्या, रियल फ्याक्ट हो। मैले न कसैले रौ गरेँ, न यो रियल फ्याक्ट हो क्या। मेरो चारजना छन्, त्यो चारजना साथमा पाँचजना हो। एउटा मुठीमा म लुकेर चारजनाले मलाई कब्जा गरिरहेका छन् क्या। यी चारजनाले मलाई आज यहाँसम्म पुर्याएका छन्। ओके, थ्याङ्क यू सो मच एभ्रिवान। आफ्नो फ्यामिलीलाई मिस गर्दै, आफू ह्याप्पी हुँदै, अरूलाई ह्याप्पी बनाउँदै, मेरो परिवार प्रति आई लभ माई फ्यामिली।